Hello everyone, good morning. Welcome back to in my long time पछिको न्यू ब्लगमा। आज हामी भाइको रिजल्ट सुन्न जाँदैछौँ र भाइको स्कुलको वातावरण व्यवस्थापन र त्यहाँको भ्यूहरू देखाउने छौँ। र अहिले हामी भाइको स्कुलको गार्डन भन्दा हल्का माथि छौँ र यहाँ पुल पनि रहेछ। एकदम दामी छ पुल पनि। यहाँ बर्खाको समयमा बाढी पहिरो आयो भने चाहिँ तर्नको लागि राम्रो पुल बनाइएको रहेछ र यहाँको व्यवस्थापन र गार्डनहरू पनि एकदम राम्रो रहेछ। पढाइलाई पनि धेरै उत्साहित गराउने खालको पनि रहेछ। यो चाहिँ मेरो भाइ हो। यो अहिले क्लास 3 मा पढ्थ्यो। अहिले आज चाहिँ हामी यसको रिजल्ट हेर्न आएको। यो चाहिँ भाइको क्लासरुम हो। अनि भाइलाई क्लासरुम देखा कस्तो छ भनेर भनेको मैले, अनि भाइले चाहिँ देखाएको छ। एकदम बवाल रहेछ भाइको क्लासरुम पनि। र बाहिर पनि एकदम राम्रा फुलहरू पनि एकदम दामी रहेछ। यहाँको वातावरण पनि एकदम सफा खालको रहेछ। यहाँको भ्यूहरू एकदम उत्साहित गराउने खालको, पढाइलाई पनि उत्साहित गराउने खालको भ्यूहरू रहेछ। यो फुटबल खेल्ने प्लेग्राउन्ड हो। फुटबल खेल्ने ग्राउन्ड पनि एकदम दामी छ। यहाँ त जताततै हरियाली नै हरियाली रहेछ। यहाँको स्वच्छ हावापानी र स्वच्छ अक्सिजन पनि पाइने रहेछ। अनि किन नहुनु त यहाँका स्टुडेन्ट ट्यालेन्ट र बुद्धिमानी। अरू त कुरा यस्तै हो। आज मेरो भाइले आफ्नो स्कुल घुमाउँदैछ। यो भाइको साइन्स ल्याब, आर्ट ल्याब र इसिबी साइट देखाउँदैछ। यो चाहिँ भाइको आर्ट ल्याब हो। वाउ, बबाल आर्टहरू रहेछन् यहाँ त। म त दङ्गै परेँ। आर्टहरू पनि दामी बनाएका रहेछन् यहाँका स्टुडेन्टहरूले। दामी छ आर्टहरू। इसिबी साइटमा पनि दामी रहेछ, राम्रो रहेछ। हामी त 2 घन्टा लगाएर भाइको स्कुलको भ्यूको मजा लिँदै थियौँ। त्यति नै बेला भाइको रिजल्ट आयो। अनि मैले भाइलाई सोधेँ रिजल्ट कस्तो आयो भनेर। अनि भाइले भन्यो A+ आएको छ, तर अलि म्याथ सेरोफेरो र लोकल सब्जेक्टमा चाहिँ A आएको छ, अलि बिग्रेको छ, मिहिनेत पुगेन भनेर भन्यो। अनि मैले उसलाई सम्झाउँदै भने अलि बढी मेहनत गर, घरमा पनि मम ड्याडको भनेको मान्नु, अनि मामुलाई चाहिँ घरको कामहरूमा सघाउनु भनेर सम्झाउँदै थिएँ। अनि त्यस्तै कुराहरू सम्झाउँदै गर्दा हामी चाहिँ घरतिर लाग्यौँ। आजलाई बाई।